हाई एभ्रिवान, आज फेरि म एउटा नयाँ डिस लिएर उपस्थित भइसकेको छु। हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। सो गाइज, मैले चाहिँ आज माछाको रेसिपीहरू बनाएर सेयर गर्न गइरहेको छु। सो मैले चाहिँ माछा जानी नजानी जे जस्तो पकाएको छु त्यस्तोमै मेरो किचनमा जहिले पनि दैनिकी जे पाक्छ नि साथीहरू, मैले त्यही सेयर गरिरहेको हुन्छ। हजुरहरूले मेरो भिडियोमा नराम्रो कमेन्टहरू नगरिदिनु होला भन्न चाहन्छु। सो गाइज, अब मैले चाहिँ यसरी माछा बनाउँदैछु है। हेर्नुहोस् न, कति ठुलो कुखुरा छ कि हाम्रो घरमा। फेरि अब यसको पनि पालो आउँछ कि भन्ने आशमा छु है साथीहरू, हेर्न सक्नुहुन्छ। सो गाइज, मैले चाहिँ माछाहरू रेडी गरिसकेको छु। अब यता मसलाहरू पनि रेडी छ। अब फर्स्ट त मैले माछा फ्राई गर्छु। माछा फ्राई गरिसकेपछि फेरि यता पनि माछाको सुप बनाउन गइरहेको छु कि, किनभने मेरो मम्मीलाई चाहिँ माछाको सुप एकदम मनपर्छ नि त। त्यही भएर मैले चाहिँ सुप बनाएर सुप पनि रेडी भइसकेको छ। सो गाइज, फाइनल्ली मेरो माछाको डिसहरू सब रेडी भइसकेको छ। हजुरहरूलाई को कोलाई माछा मनपर्छ मलाई कमेन्ट गर्नु होला है त। बाई बाई।